सबैलाई नमस्कार छ। आज म बाध्यता भएरै म फेसबुक लाइभमा आउँदैछु। म विशेष गरेर यो राष्ट्रवादी आन्दोलनमा सहभागी हुने दाजुभाइ दिदीबहिनीहरू र अझ विशेष गरेर यसलाई कुरा गर्ने हो भने रापरपाका समर्थक शुभचिन्तकहरू नेता तथा कार्यकर्ताहरूका लागि म आज फेसबुक लाइभ आइरहेको छु। यो मेरो बाध्यात्मक स्थिति भएर पनि आइराखेको छु। तपाईँ सबैलाई मेरो नमस्कार छ र 10औंलाई जोडी बिन्ती पनि छ। यो समय टुट्ने र फुट्नेको होइन, यो समय जुट्नेको हो। त्यो भएको हुनाले म अहिले यो भिडियो सन्देश मार्फत यदि सबै राष्ट्रवादी साथीहरू सबैको माझमा यो यदि भिडियो सन्देश जाओस् भन्ने चाहनुहुन्छ भने कृपया यो भिडियो सन्देशलाई सबैतिर धेरैभन्दा धेरै ठाउँमा चाहिँ पुर्याइदिनका लागि पनि अपिल गर्छु। यसलाई शेयर गरिदिनु होला। धेरैभन्दा धेरै कार्यकर्ताको र नेता तथा कार्यकर्ता शुभचिन्तकहरू राष्ट्रवादीका शुभचिन्तकहरूको मोबाइलमा पुगोस्, त्यो अपिल गर्न चाहन्छु म दाजुभाइ हो। बाध्यता भएर म अहिले बिहान झन्डै 10 बज्न लाग्यो म आउँदैछु। विगत 3-4 दिनदेखि म निरन्तर छलफलमा छु। एउटालाई फोन गर्यो, एउटाले फोन उठाउँदैन, एउटालाई कुरा गर्यो खिसिक्क दाँत देखाएर बाहिर निस्किन्छन्। यो आफ्नो जुङ्गाको लडाईँले गर्दा हामी जस्ता हामी जस्ता हजारौं युवाहरू आज जो जोडिएका छौं त्यो युवाहरूको भविष्य बर्बाद गर्ने जुन लाइनमा अहिले नेतृत्व र स्वयं महामन्त्रीज्यूको नेतृत्व टिमहरू गइराखेका छ, यसले कसैको पनि भलो हुनेवाला छैन। यो एक अर्काको आरोप प्रत्यारोपले देशभरि यो संगठन पनि अगाडि बढ्दैन, देशभरि नेतृत्व पनि अगाडि बढ्दैन।